दिदी ल गरे अनि अरू के खा दिदी तपाईँलाई त नभेटेसम्म त म त खाएको नि पस्दैन क्या त्यही भएर तल माथि सब खोज्दै हेर्दै हिँडेको तपाईँको नातिनीलाई त्यहाँ अनि भित्र हुनुहुन्छ आमा भनेको भएर म भित्र आएको अनि अरू के छ त छोरीको बिहा त मजाले उम्काउनु भयो है दिदी ए सबै भने जस्तो पुऱ्याइदिनु भयो अरे सबै एकदम उगाउनु भयो अरे नि त तपाईँले त अनि दिदी तिनीहरूले त यति प्रशंसा गरेन घरतिर गाले त आमामा जे भने त्यही पुऱ्याइदिए जे भने त्यही दिए है छोरीलाई त पुरा दाइजोदेखि लिएर घर गहनादेखि लिएर सासूलाई ससुरादेखि सबलाई लुगा कपडादेखि लिएर सब पुऱ्याइदियो भने खालके दिदी तिनीहरूले त अनि तपाईँलाई नभेटी त मेरो खाकै नपस्ने भएर म त काँचा भएर म कुदेको यतातिर अनि दिदी पनि अन्त त कहीँ गएर पुरा गरिदिन्न क्या म तपाईँले भनेको मान्ने अनि म त मेरो मान्ने हो क्या तपाईँ त मेरो त जेठानी पर्ने आमामा नाताले मात्रै जेठानी पर्ने तपाईँ त मेरो दिदी जस्तै हो कि दिदी बा म अन्त गति छुपु कुरा गर्छु जस्तो लाग्छ हेर त नानी त्यस्तो भने कि ल म माथि विश्वासै छैन र भनेको म त कहीँ गएर कुरा गर्दिनँ कसैले हजुरको कुरा गऱ्यो भने म चुप बनाएर बस्छु के अरे कहाँ त्यस्तो हुन्छ र मबाट त त्यस्तो हुँदैन तपाईँको त्यो माथितिर घरकीले त भनेको थियो नि त अनि छोरीलाई यस्तो गर्नु तर मेरो दिदीको बारेमा कुरा गर्दै नगर उहाँले त जति जन्ती आए पनि पिलेट थप्या थप्या सब जन्तीको पेट भरिपूर्ण अगाएर पठाउनु भएको छ मेरो दिदीले त मेरो जेठानी दिदीले त भनेर भने नि मैले त दिदी किन नभन्ने र म तपाईँको कुरा काट्दै हिँड्छु तपाईँ त मेरो नाताले मात्रै जेठानी मेरो आफ्नै दिदी हो के अरे आफ्नै दिदी जस्तो लाग्छ त अनि त्यही भएर सरसल्लाह जे पनि तपाईँसँगै भन्छु तपाईँसँगै लिन्छु नि अनि दिदी जेठाजु आउनुभयो क्या जेठाजु आउनुभयो दिदी जेठाजु ढोक गरे ल ढोक गरे अनि छोप्नु पर्यो कि हामी चलेको चल्थी यो टाउको छोप्नै पर्यो कि जेठासँग पनि कि हामी होइन दिदी के भन्नुहुन्छ कि दिदीले पनि मान मरेर त आफ्नै ठाउँमा छ क्या दिदी अनि म त एकदम पेट अगन्जेल खाएको नि बिहाको दिन आमामा एकदम तृप्त भन्छन् नि एकदम आनन्द मन शान्त हुने गरी मलाई त अरू केही चाहिँदैन कि दिदी एकदम आमामा एकदम तृप्त भन्छन् नि एकदम आनन्द मन शान्त हुने गरी मलाई त अरू केही चाहिँदैन कि दिदी एकदम आनन्द आमामा जेठाजु कहाँ जान लाउनु भएर बाहिर निस्किनु लानु भए अनि कहाँ गएर आउनु भएको त मर्निङ वाक गएर आउनु भएको हुन त अनि अब म बोल्न लागिसक्यो होइन अनि के हाल्ने दिदी अहिले म पनि जहाँ मर्निङ वाक सबैजना आजभोलि त स्वास्थ्यको ख्याल गर्ने अनि टाइममै हिँडुल गरेपछि एक्सर्साइजहरू गरेपछि स्वस्थ भइन्छ अरे के बिहान मर्निङ वाक हिँड्नलाई पनि हेरेर त्यहाँ कसो गर्नु अनि हिँड्दा पो खुट्टा दुख्न नि ठिक हुन्छ त हिँड्दैन र बसिरहेपछि नर्सा कुद्यो म तपाईँलाई आफ्नो दिदी भने सल्लाह दिएको हो त यो दिदी त र त त्यहाँ शिविर त्यो एउटाको शिविर पनि छ अरे नि त्यहाँ हो कि त त्यही चाहिँ त्यहाँ त कति रमाइलो हुन्छ अरे नचाउँछन् रे गीत गाउँछन् रे कति रमाइलो हुन्छ अरे गीत गाउने उफार्ने नचाउने योगाहरू गराउने कस्तो गर्छन् रे के रमाइलो हुन्छ अरे गाउँमा त कसैलाई तपाईँ कुरा काटिदिन्छु र त घरमा त भन्छ नि घरबाट बाहिरै निस्किने भन्छ मैले भन्छु मेरो दिदीको बारेमा त खबरदार कसैले केही भन्यो भने त म छोड्दिनँ म त भने म त अगाडि नै आउँछु नि त अनि कसले के भन्ने हो र तपाईँले दिदी हो र तपाईँ कहाँ बाहिर जान लाग्ने बाहिर जाने हो म त खाएर आएँ दिदी नास्ता पानी सब खाएर आएँ कि तपाईँ चाहिँ उता खेततिर जाने हो हुन्छ तपाईँ जानु म पनि घर जान्छु अलिकति काम छ होइन फेरि भात पकाएर खुवाउनु पर्यो के अरे बुढोलाई नि अनि केटाकेटाले यसो खुवाउनु पर्यो अनि ल म फेरि आउँछु तपाईँलाई नदेखेसम्म म त छटपट्टि हो कि त्यही भएर देख्न भयो भने आउनै पर्छ हो के तपाईँलाई नदेखेसम्म त म त
ल ल त्यसो म जान्छु ल दिदी ल जेठा दिदी कता लाग्नु भयो है म पनि जान्छु ल दिदी ल ढोक गरे ल